गुवाहाटी पुग्नुभन्दा 60-62 किलोमिटर यतापट्टि नलगाउँमा आज हामी खाना पकाउनलाई तयार गर्दैछौँ। यहाँनिर चार्जमा राखेका छौँ, गाडी चार्ज हुँदैछ। ल यहाँनिर कपडा सुकाएका छौँ। यहाँनिर माइजू मामा ठुलो अब जार पनि आयो खानाको लागि। झन्डै अब तयारी हुँदैछ। इस आज करेलासँग खिचडी, करेलासँग दाल भात, कस्तो पानी ए ल भन्छ यहाँबाट सब थकाइहाल्छ नि। त्यो जार बन्दैछ। फेरि यो हाम्रो भाँडा कुँडा पनि फोल्डिङ हो। यो फोल्ड गरेर राख्न मिल्छ अनि फेरि फोल्ड गरेर निकालो पकायो बन्दैछ। जय होस्, जय होस्।